तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। नमस्कार सम्पूर्णमा, म अनिश दाहाल आज पनि तपाईहरुको माझ एउटा मिठो गजल लिएर आएको छु र गजल लेख्ने सर्जक हुनुहुन्छ मिस्टर एमबी नयन। उहाँको गजल एकदमै मिठा मिठा गजलहरुमाझ एउटा गजल मैले तपाईहरुमाझ सम्प्रेषण गर्न पाउँदा एकदमै खुसी छु र यो गजल अहिलेको माया प्रेम सम्बन्धी कुनै पनि प्रेमिकालाई कुनै पनि प्रेमीले चोखो मायामा भन्ने शब्दहरू यो गजलमा समावेश भएका छन् र तपाईहरुको माझ कति पनि ढिला नगरिकन हाम्रो च्यानलमा नयाँ साथीहरु हुनुहुन्छ, हाम्रो च्यानललाई भर्खर मात्र हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आज तपाईहरु माझ हाम्रो एमबी नयन सरको गजल उठाउने अनुमति चाहन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। मेरो चाहना भन्दा 1 इन्च बाहिर नजानु तिमी हो। मेरो चाहना भन्दा 1 इन्च बाहिर नजानु तिमी। तिमी सीता जस्तै हुनु म भगवान राम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु। यो दुनिया जित्ने आँट बोकेर आउँदा हुन्छ तिमी। यो दुनिया जित्ने आँट बोकेर आउँदा हुन्छ तिमी। तिम्रो दुश्मनलाई बाटोमै रोक्ने जाम बनिदिन्छु। हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु। मेरो साथमा सुख सयाल हैन खुसी खोज्नु तिमीले हो। मेरो साथमा सुख सयाल हैन खुसी खोज्नु तिमीले। म तिम्रो चिस्यान जीवनमा न्यानो घाम बनिदिन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु। मेरो परिवारलाई शिरमा राखेर हिँड्न सक्छौ भने मेरो परिवारलाई शिरमा राखेर हिँड्न सक्छौ भने तिम्रो तन अनि मनको बहुमूल्य दाम बनिदिन्छु। तिम्रो हरेक आवश्यकता पूरा हुने काम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु। फलानुको श्रीमती हो भनी चिनाउने नाम बनिदिन्छु।